हजुरहरू सम्पूर्णमा फेरि पनि नमस्ते र एउटा अत्यन्तै दुःखद खबर सिटोङबाट आएको छ। हिजो राति अपराह्न तपाईको 11 साढे 11 भित्र यसै क्रममा एउटा स्कर्पियो दुर्घटना हुन पुगेको छ। को नम्बर यस प्रकारको छ WB74BT9727। ड्राइभरलाई गम्भीर रूपले चोट लागेर उहाँलाई सिलगढी रेफर गरिसकेको छ भने अन्य अरूजना ब्रिगेन खवास, रुपेन खवास र रमेश गुरुङ उहाँहरूको डेथ भइसकेको छ र उहाँहरूलाई आज खरसाङ हस्पिटलमा ल्याइरहेको दृश्य तपाईलाई म देखाइरहेको छु र सम्पूर्ण चालक वर्ग दाजुभाइहरूलाई यही अनुरोध गर्न चाहन्छु हजुरहरूले पनि यसो है बेसी स्पिड मात्रामा गाडी नचलाइदिनु होला भन्ने अनुरोध गर्दै हजुरहरू समक्षबाट यही बिदा हुन चाहे। हस्, धन्यवाद। उहाँहरूको आत्माले चिर शान्ति पाओस् भन्दै हजुरहरू समक्ष यही बिन्ती गर्न चाहन्छु। तपाईहरुले पनि यो भिडियो हेरेर उहाँहरूको आत्माले चिर शान्ति पाओस् भन्ने तपाईहरुले मा प्रार्थना गरिदिनुहुन्छ भन्ने म हजुरहरू समक्ष नम्र निवेदन टक्राउँदछु।